त्यो दिन पनि छोरीले मलाई सोधिन्, मेरो मम्मी खोइ? 10 वर्षकी छोरीले सोध्ने एउटा जटिल प्रश्न, जसको जवाफ दिनै सकेको छैन आजसम्म पनि। तिम्रो मम्मी मर्नुभयो भनेर झुट बोल्न सक्दिन, तर बाँचेकी छिन् भनौँ भने कहाँ छिन् भन्ने आफैलाई थाहा छैन। उनी हराएकी पनि होइनन्, सायद भेटिन नचाहेकी नै होइनन्। तर छोरीलाई कहिलेसम्म बोलाइरहने? एक दिन त वास्तविकता भन्नै पर्छ। तर त्यो वास्तविकतालाई बुझ्नका लागि उनको उमेर अहिले पनि सानै छ। काम विशेषले पोखरा जानुपर्ने थियो। छोरीको स्कुलबाट 1 हप्ताको बिदा लिएर हामी पोखरातर्फ लाग्यौं। यात्रामा छोरी निकै रमाइन् अनि उनको मुस्कान हेरेर नै मैले सारा संसार भुले। पोखरा पुगेकै दिन बेलुकी हामी लेक साइड तर्फ गयौं। छोरीलाई आइसक्रिम खान मन लाग्यो। नजिकैबाट एउटा उनलाई र एउटा आफूलाई आइसक्रिम लिएर आए। आइसक्रिम मुखमा लैजान मात्र के आँटेको थिएँ, करिब 20 मिटर पर रोकिएको कालो कारमा भर्खर मात्र खुल्दै गरेको सिसाले ध्यान खिच्यो। त्यो खुलेको सिसा पछाडि देखिएको अनुहार परिचित लाग्यो। अलि ध्यान दिएर हेरेपछि मुटु चिसो भएर आयो। त्यो शानदार कालो कारमा मैले सुस्मितालाई देखेँ। कारमा एक्लै थिइन्, सायद कसैलाई पर्खिरहेकी होलिन्। अलिकति मोटाएकी, अलि बढी नै स्टाइलिस देखिएकी। कोही युवती आएर त्यो कारमा बसेपछि कारको सिसा लाग्यो। छेडभरमै उनी विलीन भइन्। म हेरेको हेरै भए। उनलाई देखेकोमा विश्वास नै लागेन। बाबा बाबा आइसक्रिम, छोरीले मलाई कोट्याउँदै मेरो हातको आइसक्रिम तर्फ इसारा गरे। ओहो, हातको आइसक्रिम त आधा गलिसकेको रहेछ। के भयो बाबा? छोरीको प्रश्नमा सधैँ झैं छोटो जवाफ दिए, केही पनि होइन छोरी। तर छोरीले निकै बेर मलाई हेरिरहिन्। हामी कोठामा फर्कियौं, तर मेरो मन अन्त कतै डुलिरह्यो। म अशान्त भएँ। अचानक यसरी सुस्मितालाई देख्दा मेरो जीवनमा नै एक खाले कम्पन महसुस भयो। झण्डै 12 वर्ष पहिलाको एउटा घटना थियो, जो स्पष्ट दृश्य बनी अब आँखा वरिपरि घुमिरहन थाल्यो। त्यो समय, त्यो पल, त्यो मध्यरातको झरी। तीन दिनदेखि निरन्तर परिरहेको पानीले गर्दा नेपालगञ्जमा बाढीको जस्तै हालत थियो। म भने आफ्नो कोठामा बसेर डिग्रीको परीक्षा तयारी गरिरहेको थिएँ। ढोकामा कसैले ढकढक गरेपछि मेरो ध्यान त्यता गयो। घडी हेरेँ, रातको 12 बजिसकेको थियो। यति राति यस्तो ठुलो वर्षामा को होला? लेख्दै गरेको कलम रोकियो। को हो भन्दै म कराएँ। बाहिरबाट आवाज आएन, तर ढोका कसैले निरन्तर ढकढकाइरह्यो। म ढोकातर्फ गएँ अनि बिस्तारै ढोका उघार्दा मेरो दैलोमा एक अपरिचित युवती देखिन्। हातमा कपडाको सानो झोला अनि शरीर पुरै भिजेको र काँपिरहेको। आँखाका परेली भारी देखिन्थे। भिजेका केसले आधा अनुहार ढाकेको थियो। मैले केही सोध्नुभन्दा पहिला नै उनी अचानक त्यो दैलोमा नै ढलिन्। म अलमल्ल परेँ, आत्तिएँ, डराएँ। के गर्ने भनेर सोच्नै सकिनँ। विद्युत नभएको र झरी पनि परिरहेकाले त्यस्तो अप्ठ्यारो परिस्थितिमा मानवीयताको समेत नाताले गर्दा मैले ती युवतीलाई कोठाभित्र ल्याएँ। कलिन्, कहाँबाट आएकी होलान्? यस्ता प्रश्नहरूले निकै बेर सताइरह्यो। कुन बेला पो कुर्सीमा भुसुक्क निदाएछु थाहै भएन। बिहान आँखा खुल्दा
साँझ बितेको सम्पूर्ण घटना एउटा सपना जस्तै लागिरहेको थियो। तर झ्याल नजिक कपडाको कुटीरो देखेर म झस्किएँ। त्यो सपना थिएन। खाटमा हेर्दा ती युवती देखिएनन्। मैले यताउति खोजेँ। अचानक म झस्किएँ किनकि उताको सानो भान्सा जस्तोमा कट्याङकुटुङ आवाज आयो। पलभरमै नयाँ युवती देखा परे। हातमा चियाको गिलास, अनुहारमा अझै पनि त्रास र अन्योलता। छक्क परेर म त कुर्सीबाट जुरुक्क उठ्न पुगेछु। म झन अन्योलतामा परेँ। मलाई चिया होइन, मेरा तमाम जिज्ञासाहरूको जवाब चाहिएको थियो। तर उनको मेहनत पनि कसरी व्यवस्था गरिदिन सक्थेन। उनले ल्याएको एक गिलास कालो चिया हातमा लिए। उनी खाटको डिलमा शिर झुकाएर बसिन्। उनी को हुन्? कहाँ हो घर? कसरी त्यो मध्यरातमा यहाँ आइपुगे? जसै मैले प्रश्नहरू सुरु गरेँ, उनका आँखाहरू रसाए। परेलीका डिलले आँसुको भार थाम्न सकेन। ती अनिता आँखाबाट बरबर्ती आँसु झर्न थाल्यो। केही बेर पछि मात्र अवरुद्ध गलासँगै उनका ओठबाट शब्दहरू बल्ल खुल्न थाले। उनी रुँदै बोलिन्। म सुनिरहेँ। उनका आँसुहरू थामिएन। नाम सुस्मिता, वर्ष 21 की, भर्खर +2 पढाइसकेकी। गाउँगोरी, हेर्दा शालीन, साधारण तथा राम्री देखिन्थिन्। त्यो सुन्दर मुहारमा आँसुको भेल हेर्दा मन पनि दुख्थ्यो। दाङको पूर्वी भेग स्थित सुनाखरी गाउँमा जन्मे हुर्केकी रहेछन्। नजिकैको आफन्त पर्नेले भारत लगेर राम्रो जागिर दिलाइदिने र उच्च शिक्षा पनि पढ्ने वातावरण बनाइदिने भनी फकाएछ। नेपालगञ्जको धम्बोजी स्थित होटलमा बस्दा आफन्त भन्नेको नियत गलत रहेछ भन्ने बुझेपछि उनी रातारात भागिछन्। एक हिसाबले भन्दा ज्यान बचाएर भागिन् उनी। मुख्य समस्या त बुझियो, तर अब योभन्दा अगाडि के त? झरी अझै थामिएको थिएन। झ्यालबाट बाहिर हेरेँ। म झन् निराश भएँ अनि उनको आँखामा हेरेँ। उनले पनि मलाई हेरिन्। केही दिन बस्न दिनुस्, त्यसपछि म तपाईमाथि बोझ भन्ने छैन। साह्रै दया लाग्दो गरी गरेको अनुरोध कसरी नकार्न सक्थेँ म? यसको अर्थ अब केही दिन भुइँमा सुत्नुपर्ने भयो। एउटा जवान अपरिचित केटीसँग 8x8 को सानो कोठामा बस्न सजिलो थिएन। उनका लागि सायद झन् गाह्रो थियो। के गर्दा गर्दा बिहानको 9 बजिसकेको थियो। खाना पकाउने आवश्यक कुराहरू देखाइदिए अनि आफै पकाएर खाना भन्दै म आफ्नो अस्थायी जागिरतर्फ हिँडेँ। दिनभरि भने उनै अपरिचित युवतीलाई सम्झिरहे। एक्लै के गरिरहेको होलिन् भन्ने लागिरह्यो। साथै घरबेटी या अरू कोहीले देखेमा के सोच्लान् भन्ने पनि लागिरह्यो। जब बेलुकी काम सकेर फर्किएँ तब आफ्नै कोठा देखेर छक्क लाग्यो। आफ्नो कोठालाई त्यति सफा र व्यवस्थित कहिल्यै देखेको थिइनँ। उनी दराजमा भएका मेरा किताबहरू हेरिरहेकी थिइन्। मलाई देखेर झस्किए चाहिँ भइन्। हामी बोलेनौँ। वातावरण निकै अनौठो थियो, तर कहीँ न कहीँ म रोमाञ्चित महसुस गरिरहेको थिएँ। उनले मानेकी त थिएनन्, तर साँझको खाना म आफैले पकाएँ। उनले खाँदै गर्दा खाना कस्तो छ भनेर मैले प्रश्न सोधेँ। उनले मलाई नहेरेर नै सुस्तारी भनिन्, भोलि खाना म बनाउँछु है। यसको सीधा अर्थ थियो मैले पकाएको मिठो भएन। मैले हुन्छ भन्दै टाउको हल्लाएँ। साँझ म ओर कुनाको भुइँमा पल्टिएँ। उनी खाटमा निदाइन्। मलाई निन्द्रा नै लागेन। मनमा कुराहरू खेलिरहे। भोलिपल्ट उनले खाना बनाइन्। धेरै समयपछि मैले मिठो खाना खाएको अनुभूति गरेँ। खाँदै गर्दा उनले खाना कस्तो छ भनेर प्रश्न गरिन्। उनीतर्फ नहेरेरै भने, मिल्छ भने अब तिमी नै खाना बनाऊ है। उनी केही बोलिनन्, नजर झुकाइन् मात्र। करिब हप्ता दिन बितिसक्दा हामी हल्का बोलचाल गर्ने भएका थियौँ। म पढेर बस्दा उनी पनि किताब हेर्थिन्, तर ध्यान भने कहीँ अन्तै हुन्थ्यो। सुस्मिता के भयो भन्दा उनी झसङ्ग हुन्थिन्। केही होइन भन्दै टार्थिन्। मलाई भने अब उनको उपस्थिति रमाइलो लाग्न थालिसकेको थियो। मलाई देख्दा
मुस्काउँथिन्। म दिनभरिको पीडा बिर्सन्थेँ। तर यसरी कहिलेसम्म चल्छ? किनकि म एकजना नै पालिन धौ भएका बेला उनलाई पाल्नु राख्नु भनेको फलामको चिउरा चपाउनु जस्तै थियो। म दिनभरि तनावमा भए पनि साँझ उनलाई देख्दा भने सबै चिन्ताबाट मुक्त हुन्थे। उनले गर्दा आफूमा पनि नयाँ ऊर्जा महसुस गर्न थाले। कोठामा पनि बहार छायो। सब थोक नयाँ अनि रमाइलो लाग्दै गयो। उनी आएको 10औं दिनको बिहानै 5 बजे उनले मलाई बिउसाइन्। के भयो सुस्मिता? मैले प्रश्न गरेँ। छेउमा बसेकी, नजर झुकाएकी अनि मुहारमा बादल छाएको। अब म यहाँ धेरै बस्न सक्दिन, म जान्छु। उनको भनाइले मलाई झसङ्ग बनायो। म क्षणभरमै निराश भएँ। सुस्मिता, कहाँ जान्छौ त? मेरो प्रश्नले उनलाई थप गम्भीर बनायो। थाहा छैन कहाँ जाने, तर अब तपाईमाथि म थप बोझ बन्न सक्दिन। यति भन्दै उनले नजर झुकाइन् फेरि। अब मलाई यस्तो लाग्यो म केही अमूल्य गुमाउँदैछु। सुस्मिता, कसले भन्यो तिमी मेरो लागि बोझ बन्यौ भनेर? यतिका दिन बसिहाल्यौ, अब अरू केही समय धैर्य गर। बरु यतै बसेर पढाइ पुरा गर, कतै पार्ट टाइम जब पनि गर। म हेल्प गर्छु नि बरु। घर पनि नजाने भन्छौ, केही बनेर मात्रै जाने हो भने मेरो कुरा मान। मेरो भनाइमा उनले ध्यान दिएर सुनिन्। शान्त थिइन्, केही बोलिनन्। मैले उनलाई फेरि सम्झाएँ। अन्तत उनी थप 1 महिना बस्न तयार भइन्। यसको अर्थ अब म अरू 1 महिना भुइँमा सुत्नु पर्ने भयो। तर उनी त साथमा नै हुने भइन् नि, एउटै कोठामा। धेरै खोज तलास अनि निकै प्रयास र केही भनसुन गरेपछि राम्रो बैंकमा उनले रिसेप्सनिस्टको जागिर पाइन्। अब भने उनको पनि व्यस्तता बढ्न थाल्यो। उनी खुसी देखिन थालिन्, अलिअलि रमाउन थालिन्, मसँग बिस्तारै खुल्न पनि थालिन्। समय बित्दै गयो, हाम्रो सम्बन्ध पनि राम्रो बन्दै गयो। महिना दिन बितेर पनि बढी भयो। उनी जान चाहिनन् र मैले जाऊ पनि भनिन। सबै कुरा निकै राम्ररी चलिरहेपछि पुरानो सबै कुरा बिर्स्यौं। हामी एउटै कोठामा सहजै अट्यौं। कोठामा भन्दा पनि दिलमा अटेको भन्नुपर्छ। यसरी नै 6 महिना बितेको पत्तै भएन। तर यति बेलासम्म उनको उपस्थिति आसपासमा थाहा भइसकेको थियो। विशेष गरी घरबेटीलाई चासो थियो। सोध्न सकेका थिएनन्। हाम्रो सम्बन्धको बारे वरपर हल्ला चल्न थालिसकेको थियो। यस्ता हल्लाबारे हामी दुवै जानकार भए पनि यसले हामीलाई केही फरक पारेको थिएन। एक दिन खाना खाँदै गर्दा पल्लो घरको दिदीले के भन्दै हाम्रो बारेमा कुरा सुनाएको भने मैले पनि निकै सहजसँग भनिदिएँ, सुस्मिता, सबैले कुरा काट्न पो लागे, बरु बिहे गरौँ न त। उनी अक्कबक्क भइन्, बोल्न सकिनन्। अनुहारको रङ उड्यो, नजर झुकाइन्। मैले यस्तो भन्नुला भनेर कल्पना पनि गरेकी थिइनन् होला। मलाई त उनले साथी मात्रै सोचेको पनि हुन सक्छ। त्यसै उनको दिल दुखाएछु जस्तो लाग्यो। मजाक पो गरेको त भन्दै उनलाई सहज बनाउने प्रयास गरे, तर पनि उनी बोलिनन्। अघि पछि बोलिरहने मान्छे अचानक नबोलिदिएपछि सब थोक बदलियो। अरू 2 दिन उनी आवश्यक र निकै जरुरी भन्दा अरू बोलिनन्। तर तेस्रो साँझ भने उनी अलि रिसाए झैं, अशान्त अनि तनावमा देखिन्। मैले पनि ठूलो गल्ती गरेको अनुभूति गरेँ। बेकारै भनेछु भन्ने लाग्यो। राति निदाइरहेका बेला उनले अचानक मलाई बिउजाइन्। घडी हेरेँ, रातको 2 बजेको थियो। के भयो मैले निन्द्रामा नै सोधेँ। मेरो कानमै आएर उनले सानो आवाजमा भनिन्, बिहे गरौँ न है। म झसङ्ग तर्सिएँ, सातो गए चाहिँ भयो। उनी भने मुसुक्क हाँसिन्। फेरि कानमै आएर भनिन्, मैले चाहिँ मजा गरेको होइन नि। अब भने मेरो धड्कन तेज भयो। झन् नजिकै कुम जोडेर लजाएपछि मेरो भने होस नै उडे चाहिँ। जसरी कुनै दिन उनी अचानक मध्यरातको झरीमा आएकी थिइन्, त्यसरी नै अचानक हाम्रो बिहे पनि भयो। कुनै धुमधाम होइन, तर उनको र मेरो बीच भगवान साँची राखेर गरेको एउटा आत्मिक विवाह। अब सानै भए पनि हामी दुवैको जागिर थियो। उनले पढाइ फेरि सुरु गरेकी थिइन्। बिस्तारै सब थोक राम्रो हुँदै गइरहेको थियो।
समय बितेको पत्तै भएन। केही समयमा नै उनको प्रमोसन पनि भयो। हामीलाई अलि सजिलो भयो। हामीले पुरानो भन्दा अलि खुला ठाउँमा एउटा नयाँ कोठा लियौँ। रमाइला दिनहरू, मिठासले भरिएका रातहरू सकथोक सुन्दर लागिरहेका थिए। अब भने अधुरो परिवार पूरा गर्ने बारे सल्लाह भयो। केही समयपछि उनी हस्पिटलको बेडमा थिइन् अनि मेरो हातमा उनी जस्तै राम्री छोरी। गहभरि आँसु पार्दै उनले भनेकी थिइन्, अब हाम्रो संसार बदलिनेछ। अर्को महिना मैले काम गर्ने स्कुल नै बन्द भयो। म बेरोजगार भएँ। धेरै मेहनत गरेँ तर लोकसेवा आयोगमा पनि नाम निस्किएन। स्थिति बिग्रदै गएकाले भर्खर जन्मेकी छोरी घरमा छाडेर उनी काममा फर्किए। मैले भने जागिर पाउन सकिनँ। अर्कोतर्फ वर्षौं पुरानो सपनाको रूपमा रहेको प्रोजेक्ट खोल्न पनि सकिनँ। घर चलाउनै गाह्रो भएका बेला केही व्यवसाय गरौँ भनेको पैसा पनि जुटाउन सकिनँ। प्रोजेक्ट खोल्ने सपना पनि सपना नै रह्यो। असफलताले गर्दा म निराश हुँदै गएँ। भएको आत्मविश्वास पनि गुमाउन थाले। झरी परेको त्यो रात छुट्नैको लागि त होला हामी भेटिएको त्यो मेरो हातमा असफलता मात्रै परे पनि सुस्मिताको पनि राम्रो हुँदै गयो। राम्रो हुँदै गएपछि उनको महत्वाकांक्षा पनि बढ्दै गयो अनि त्यही महत्वाकांक्षाले हाम्रो सम्बन्धमा प्रभाव पार्न थाल्यो। सपनाहरू ठूला हुँदै गए उनका। ठूलो मान्छे बन्ने, ठूलो घर किन्ने, शानदार गाडी चढ्ने, सबैलाई के गरेर देखाउन चाहन्थिन्। तर यो सबले हाम्रो घरको अवस्था भने सुधार्न सकेन। उल्टै बरु हाम्रो सम्बन्धमा समस्याहरू देखिन थाले। म पनि आफ्नो प्रोजेक्टको स्थापना गर्न अघि सरेँ तर केही गरी काम बनेन। हुनै नसक्ने असम्भव काममा किन लागेको भनेर उनले विवाद नै गरिन्। यसैबीच उनले धनगढी ब्रान्चमा बढुवासहित काम गर्ने अफर पाइन्। मैले मानिनँ। साथमै बसेर छोरी हुर्काऊ, मेरो प्रोजेक्ट पनि अब छिट्टै सुरु हुन्छ, त्यसपछि सबै ठिक हुन्छ। मैले सम्झाउन खोजेँ। यस्तो गरिबीमा छोरीको भविष्य नभएको भन्दै मलाई पनि आफूसँगै साथमा जान भने। म भने उनको पछि लाग्न तयार भइन। छिटो प्रगति गरेर ठूलो पोस्टमा पुग्ने अनि छिटो सम्पन्न बन्ने सपना उनमा विष जसरी फैलिँदै गयो। अब दिनौं जसो सानातिना विवाद हुन थाले। मेरो गरिबीले उनलाई पोल्न थाल्यो। सुरु भयो एउटा नयाँ विवादको सिलसिला। म आफ्नो काममा प्रयास गरिरहेकै थिएँ, दिनरात एक गरिरहेकै थिएँ, तर नतिजा हात आइरहेको थिएन। म निराश थिएँ, उनी हतारमा थिइन्। अब हामी साथमा रहन सक्दैनौं। एक दिन उनले अचानक निर्णय सुनाइन्। सुस्मिता, हतारमा डिसिजन नगर, केही महिना मात्र त हो। मेरो प्रोजेक्ट सुरु भयो भने सबै ठिक हुनेछ। मैले सम्झाउने प्रयास गरेँ। तपाईको प्रोजेक्ट प्लान मैले पनि हेरेकी छु, त्यो असम्भव छ। तपाई समय खेर फाल्दै हुनुहुन्छ। उनी एकछिन मौन भए। म बोलिनँ। हाम्रो सम्बन्ध अझ खराब बनाउनु भन्दा बरु छोरीको लागि भए पनि यत्तिकैमा हामी छुट्टिनुपर्छ। उनले निर्णय गरिसकेकी थिइन्। मैले पनि अड्डी कसेर भनिदिएँ, ठिक छ, तिमी जाने बे जाऊ, तर छोरी लान पाउँदिन। यसपछि भने छोरी कसले राख्ने भनेर अर्को विवाद भयो। यसो गर्दा छोरीको कारणले भए पनि बस्छिन् कि भन्ने लागेको थियो। पछि उनलाई मनाउँछु भन्ने सोचेको थिएँ। मेरो केही सिप चलेन। उनी शनिबार हिँड्ने भइन्। शुक्रबार साँझ मैले छोरीलाई आफैसँग राखेँ। बिहान उठ्दा सुस्मिता हिँडिसकेकी थिए। छोरीको ममताले समेत उनलाई र उनको महत्वाकांक्षालाई रोक्न सकेन। उनी त्यसरी सकथोक छोडेर जालिन् भन्ने कल्पनासम्म पनि गरेको थिए।
म र हाम्रो छोरी भन्दा पनि उनको महत्वाकांक्षा ठुलो भएछ। सबै कुरादेखि अनजान काखमा खेलिरहेकी 8 महिनाकी छोरीलाई हुर्काउन सजिलो भएन। घरबेटी आमाले छोरी हेरिदिएको बेला म आफ्नो काममा लाग्न पाउँथे। छोरीलाई दुध खुवाउने पैसा जोहो गर्न पनि गाह्रो हुन्थ्यो। तर पनि हिम्मत हारिन, दुःख गरेँ, मेहनत गरेँ, लक्ष्यतर्फ बिस्तारै अघि बढेँ, तर विश्राम कहिले पनि लिइन। छोरी हुर्कदै गई। मेरो मेहनतको बोटमा कोपिला लाग्न थाल्यो। छोरीको मुस्कान हेरेर नै मैले सारा दुःखहरू बिर्सदै गएँ। अब कहीँ टाढा मैले आफ्नो लक्ष्यलाई स्पष्ट देखिरहेको थिएँ। मैले सुस्मितालाई कहिले पनि खोजिन। छोरी हुर्किएपछि मम्मी खोइ भनेर सोधिरहन्थिन्, तर सत्य कुरा बताइन। तिम्रो मम्मी अब कहिले आउनुहुन्न, मैले यति मात्र दोहोऱ्याइरहेँ। हुन त यस प्रश्नसँग कयौं सहायक प्रश्नहरू जोडिएर आउँथे, तर झुटको सहारामा नै छोरीलाई जवाब दिइरहे। छोरी बुझ्ने भएपछि सबै कुराहरू बताउँला भन्ने सोचेको थिएँ। छोरीलाई सुस्मिताको फोटो पनि मैले कहिले देखाइन। म भन्थे, छोरी तिम्रो आँखा र नाक मम्मीको जस्तै छ। उनी खुसी हुन्थे। आज यतिका वर्षपछि सुस्मिताले देखे। उनी बिना हामीले वर्षौं बितायौं, तर यतिका वर्षपछि अचानक उनलाई कालो कारमा देखेपछि मैले झरी परेको त्यो रात सम्झेँ, जब रातको 12 बजे एक अन्जान युवती बरसातमा भिज्दै हातमा कपडाको कुटिरो लिई मेरो दैलामा उभिएकी थिइन्। झरी परेको त्यो रात छुट्नैको लागि त होला, हामी भेटिएको त्यो तर अब समयले कोल्टे फेरिसकेको थियो। उनी शानदार कारमा यात्रा गरिरहेकी थिइन्। सायद उनले आफ्नो सपना पूरा गरिरहेको हुनुपर्छ। छोरी निदाइरहेकी थिइन्। त्यसैले अर्को दिन म मर्निङ वाकमा निस्किएँ। लेक साइडमा केही बेर हिँडेपछि म छेउको बेन्चमा बसेँ। अलि परबाट एउटै महिला नजिक आएपछि म झस्किएँ, किनकि मेरो सामु उनै सुस्मिता उभिएकी थिइन्। उनी फिस्सा हाँसिन्। म पनि मुस्काएँ। अकमक्क भएँ। तिमी यहाँ? मैले प्रश्न गरेँ। बेन्चमा बसिन् उनी। म त यतै छु पोखरामा नै। त्यसपछि भने के छ कस्तो छ भनेर सामान्य औपचारिकता पूरा भयो। त्यसै बेला एउटा शानदार कार आएर हाम्रो अगाडि रोकियो। त्यो उनकै कार हो भनेर अनुमान गर्न गाह्रो भएन। उनले कफी पिउने अफर गरिन्। मैले टार्न खोजेँ। उनले कर गरिरहेन्। उनको महँगो कारमा उनीसँगै बसेँ। म पनि हातको औँलामा नजर गयो। हिराको औँठी देखेपछि उनको बिहे भएछ भन्ने लाग्यो। कार राम्रो छ। मैले यसै यत्तिकै कुरा निकालेँ। यो त पुरानो भयो। अस्ति भर्खर नयाँ मोडल बुक गरेको छु। यसरी उनले एउटै वाक्यमा आफ्नो सम्पन्नता पोखिन्। भव्य लाग्ने क्याफे अगाडि कार रोकियो। हामी भित्र प्रवेश गर्यौं। हजुर पोखरामा के गर्दै हुनुहुन्छ त? उनले औपचारिक प्रश्न गरे। यस्तो खास केही होइन, एउटा सानो प्रोग्राम छ, मैले जवाफ फर्काएँ। अनि तिमी यहाँ के गर्दैछौ? मैले उनकै प्रश्न सापट लिएँ। कफीको सुर्को लिँदै टेबलमा राखेर बोलिन्। यता पनि घर छ, तर बस्ने चाहिँ काठमाडौँ हो। खासमा पर्सि यहाँ एउटा ठुलै कम्पनी रेड स्टार इन्टरप्राइजेसको रिजनल ब्रान्च उद्घाटन कार्यक्रम छ, त्यसकै लागि आएको। हस्बेन्ड त्यही कम्पनीको रिजनल डाइरेक्टर बन्नु भएको छ। यसरी उनले आफ्नो कुरा खोलिन्। आफू भने ठुलै ब्याङ्कमा म्यानेजर भइछन्। नेपालकै टप ब्याङ्क सिम्प्रो इन्भेस्टमेन्ट ब्याङ्क ललितपुर ब्रान्चमा म्यानेजर भएको 3 महिना भएछ। भन्थिन् उनको श्रीमान काम गर्ने रेड स्टार इन्टरप्राइजेसको 55% सेयर छ अरे।
उनले काम गर्ने त्यो ब्याङ्कमा। केही बेरको गफपछि मात्र उनले प्रश्न गरिन्, छोरी खोइ त? आखिरमा छोरीलाई सम्झिन्, पढ्दैछिन्, यति मात्र जवाब दिएँ मैले। यतिकैमा उनलाई कल आयो, घर जानुपर्ने भएछ। भोलि जसरी भए पनि आउनु भन्दै आफ्नो घरको ठेगाना दिएर उनी हिँडिन्। त्यो निम्तो भनेको कुराकानी गर्न मात्र नभई आफ्नो घर देखाउन थियो चाहिँ लाग्यो। मैले पनि उनको सम्पन्नता हेरिदिने निर्णय गरेँ। जे होस्, उनी खुसी नै देखिन्थे। भोलिपल्ट उनले दिएको ठेगाना पछ्याउँदै गए। एउटा शानदार घर देखियो, ठूलो पर्खाल, आकर्षक गार्डन अनि स्टाइलिस बिल्डिङ। त्यो घर देखेर कुनै समय उनी र म बस्ने गरेको 8x8 को कोठा सम्झे। त्यो बेला त्यही सानो कोठा नै ठूलो संसार थियो, तर अब त्यो ठूलो घर पनि सानो लागिरहेको हो। गेटमा भएको सेक्युरिटीलाई जानकारी गराएको केही समयमा सुस्मिता आफै गेटमा आइन्। म उनको पछि पछि लागेँ अनि एकछिन घर घुमाएपछि हामी गार्डनमा बस्यौँ। बेदको कुर्सीमा अडेस लाग्दै कफी अर्डर गरेँ। उनको नोकर शिर झुकाउँदै हिँड्यो। सुस्मिताको मुहारमा मलाई भेटेर खुसी होइन, बरु कुनै घमण्ड र रबाब जस्तो देखियो। आफ्नो ठूलो प्रगति भयो, करोडौं कमाए भन्ने देखाउन खोजे जस्तो भाव स्पष्ट देखिन्थ्यो। श्रीमान खोइ त? मैले सोधेँ। भोलिको प्रोग्राम निकै ठूलो छ, विदेशबाट समेत मान्छे आउँदैछन्, कम्पनी ओनर आफै आउने रे, त्यसकै लागि व्यस्त हुनुहुन्छ। उनले खुब मिलाएर जवाब दिए। अनि तपाईँ के जब गरिरहनु भएको छ त? अर्कै लाग्ने गरी सोधेँ। मैले भने, जागिर पनि छैन, बेरोजगार पनि छैन, ठिकै चलिरहेछ। अनि छोरी त ठुली भइसक्यो होला है? उनको आवाज अलि फरक भयो। अब 10 वर्ष पुगिसक्यो, नजिकै स्कुलमा पढ्दैछ, पढाइ राम्रो छ। मैले छोरीको अरू पनि हालखबर सुनाएँ। उनले छोरीको पढाइबारे चिन्ता गर्न र छोरीकै लागि भए पनि राम्रो जागिर गर्न मलाई सुझाव दिए। बरु म सकेको सहयोग गर्छु, कुनै राम्रो जागिर खानुस् है। तपाईँ चाहनुहुन्छ भने मेरो हस्बेन्डसँग कुरा गर्छु। रिजनल डाइरेक्टर भएकाले कम्पनीमा राम्रो पहुँच छ उहाँको। उनले मेरो आत्मसम्मानको ख्यालै नगरी यतिसम्म भन्न भए। मैले लामो सास लिएँ अनि भने, भइगयो, अब जागिर खाने रहर मरेर गयो। मलाई त छोरी हुर्काउने जागिर नै ठिक छ। मन नभई उनी मुस्काइन्। बिहे गर्नुभयो त? उनले प्रसङ्ग बदलिन्। मैले कुर्सीमा अडेस लागेर पृष्ठभूमिको माछा पुछ्रे हेर्दै भने, 10औं वर्षातहरू बितेर गयो, तर कोही अपरिचित मध्यरातमा भिज्दै मेरो दैरामा फेरि आएन। गएपछि तिमी पनि त फर्किनु। अब भने परिवार सानो छ, छोरी र म। यसपछि उनले नजर झुकाइन्। छोरीको बारेमा धेरै सोधखोज गरिन्। यसै क्रममा पुराना घाउहरू पनि कोट्टाइए। उनी छोरीका लागि मद्दत गर्न चाहन्थिन्, तर अब यो सबका लागि ढिला भइसकेको छ भनेर भनिदिए। 10 वर्षपछि अचानक जागेको माया कमजोर थियो। मजबुत माया हुन्थ्यो भने छोरीलाई 10 वर्ष पहिला त्यसरी छोड्न सक्ने थिएन। पछि म फर्किने बेला सुस्मिताले छोरीलाई भेट्ने इच्छा गर्दै हाम्रो ठेगाना मागे। मैले भने, सुस्मिता एकै ठाउँ भए पो ठेगाना दिने, हाम्रो कुनै ठेगानै छैन। तर चिन्ता नगर, एक दिन तिमीलाई खोज्दै छोरी आफै आउन सक्छन्। त्यसबेला छोरीसँग धेरै प्रश्नहरू हुनेछन्, तर जवाब तिमीसँग नहुन पनि सक्छ। झरी परेको त्यो छुट्नैको लागि त होला, हामी भेटिएको त्यो म त्यहाँबाट हिँडेँ। उनी भन्ने टोलाइरहिन्। दिनको करिब 12 बजे म होटलमा फर्किएँ। आज छोरीलाई कतै घुमाउन लैजाने प्रोग्राम थियो। उनी रेडी भएर बसेकी थिइन्। बाँकी समय हामीले पोखरा गयौँ। साँझ मात्र फर्कियौँ। साँझको खाना खाएपछि छोरीले भोलिको प्रोग्राममा आफू पनि सँगै आउँछु भन्न थाले। म काममा हुने भएकाले कार्यक्रम सुरु हुने बेला मात्र आउनु है भनेर। छोरी थकानले त्यो रात निदाइहाले। म पनि निकै बेर निदाउन सकिनँ। मैले सोचेँ कि साँच्चै बितेका वर्षहरूमा सुस्मितालाई हाम्रो याद आएन होला त। आफ्नै कोखमा 9 महिना राखेर जन्माएको छोरीको पनि सम्झना भएन होला त।
हामीले एकअर्कालाई तलास नै गरेनौँ। सायद एकअर्काको इगोले हामीलाई रोकेको हुनुपर्छ। सम्पन्न जिन्दगीको प्राप्ति भनेर उनले हामीलाई त्यागिन्। आज उनलाई चाहिएको कुरा प्राप्त पनि भयो, तर के उनी जिन्दगीदेखि सन्तुष्ट छिन् होला त? धन सम्पत्तिले आवश्यकता त पूरा गरिदिन्छ, तर सन्तुष्टि दिँदैन। मलाई अनुभव छ कि धन सम्पत्ति भनेको सागरको नुनिलो पानी हो, जति पियो उति प्यास बढ्छ। भोलिपल्ट बिहानै उठेर म तयार भएँ, छोरीलाई पनि भ्याउँछ अनि हामीले साथमै बसेर चिया खायौँ। दिनको 3 बजे कार्यक्रम तय थियो। म भने समयमै हिँडेँ, छोरी पछि मात्र आउने भइन्। कार्यक्रम हाम्रो लागि पनि महत्त्वपूर्ण थियो। त्यो दिन केही व्यक्तिहरूसँग भेटघाट गर्दा गर्दै समय गएको पत्तै भएन। 2:45 भएको थियो। छोरी आउने खबर पाएपछि म आफै गेटतर्फ गएँ। त्यसैपल्ट एउटा शानदार लाग्ने कार गेटमा आएर रोकियो। कारबाट सुस्मिता पो बाहिरिन्, रातो डिजाइनर साडी, स्टाइलिस गहना सहित। उनलाई देखेर मुटु चिसो झैँ भयो। मलाई एकुल मान्छेको बीचमा देखेपछि उनको मुहारमा पनि आश्चर्य भाव देखियो। तपाईँ यहाँ यो प्रोग्राममा? उनी मुस्काउँदै मेरो नजिक आइन्। मैले केही बोल्न नपाउँदा अलि परबाट हस्याङ फस्याङ गर्दै हामीतर्फ आइरहेका बलादमीलाई देखाउँदै भनिन्, उहाँ हुनुहुन्छ मेरो हस्बेन्ड, रेड स्टार इन्टरप्राइजको रिजनल डाइरेक्टर। मैले पुलुक्क ती व्यक्तितर्फ हेरेँ। उनी मेरा लागि अपरिचित व्यक्ति थिएनन्। ती व्यक्ति मेरो नजिक आए। सुस्मिताले केही बोल्नुभन्दा पहिला उनले उल्टै मेरो परिचय दिँदै भने, सुस्मिता, उहाँ हुनुहुन्छ सुमन सर, हाम्रो कम्पनीको फाउन्डर चेयरपर्सन। त्यो तिमीले काम गर्ने ब्याङ्कमा पनि सरको नै सेयर छ। यसपछि भने सुस्मिताको मुहारको रङ बदलियो। सायद एकपलका लागि साहस पनि थाम्यो। सर, उनी मेरो श्रीमती। सुस्मितातर्फ हेर्दै मेरो कम्पनीका रिजनल डाइरेक्टरले परिचय गराए। अनि तिमीले होटेल बाहिरबाट सरको छोरीलाई पिक गर्यौ त? रितेशले बोलेर सकेका पनि थिएनन्। परेबाट बाबा भन्दै मेरो छोरी सुजिना आइन्। अब भने सुस्मिताको धड्कन केही मिलिसेकेन्डको लागि साँच्चै रोकिएको हुनुपर्छ। सर, हामी सबै बिजी भयौँ, त्यसैले नानीलाई ल्याउनको लागि मेरो वाइफलाई पठाएको थिएँ। जाउँ सर, अब उता ठुलो समय भयो। रितेशले अगाडि बढ्न सङ्केत गरे। सुस्मिताले 8 महिनाको बच्चीलाई मेरो काखमा छाडेकी थिइन्। अब 10 वर्षकी सुजिनालाई कसरी चिन्नु उनले? आफ्नै कारमा आफैसँग राखेर आफ्नै छोरीलाई ल्याइन्, तर उनलाई थाहै भएन। थाहा हुन्थ्यो भने दृश्य अर्कै हुन्थ्यो, कहानी अलग हुन्थ्यो। छोरीलाई सुरक्षित ल्याइदिएकोमा मैले सुस्मितालाई थ्याङ्क यू भने। उनी केही बोल्न सकिनन्। सायद मुटुमा गाँठो पर्यो अनि गला अवरुद्ध भयो। तर उनका नजरहरू हाँसिरहेकी छोरीमा नै टाँसिरहे। उनले हेर्न मात्रै सकिन्, केही गर्न सकिन। हामीले छोरीको हातबाट पोखराको रिजनल ब्रान्च लन्च गर्यौं। त्यसपछि प्रेस मिट भयो। यसै क्रममा एकजना पत्रकारले प्रश्न गरे, छोटो समयमा धेरै सफल हुनुभयो, तपाईको प्रेरणा को हो? मैले छेउमा बसेको छोरीलाई हेर्दै भने, एउटा प्रेरणा त अहिले मेरो छेउमा बसेकी छ। म एकछिन रोकिएँ, पर बसेको सुस्मितालाई एक नजर हेरेँ अनि प्रश्न सोध्दै पत्रकारतर्फ हेरेँ अनि भने, अनि ती जसले मेरो सपनामा विश्वास गरेनन्, उनीहरू नै सबैभन्दा ठूला प्रेरणा हुन्। केही अरू प्रश्नको जवाबपछि कार्यक्रम सकियो। मेरो फ्लाइट भएकाले पार्टीमा समावेश भइन। हामी उठ्यौँ। छोरीले मेरो चोर औँला समातिन्। हामी स्टेजबाट ओर्लियौँ। मेरो पछि सानो हुल्ने आयो। त्यति बेलासम्म पर गेटमा मेरो गाडी आइसकेको थियो। हतार हतार गरेर रितेशजी मभन्दा अगाडि गएर कारको ढोका खोले। छोरी र म कारमा बस्यौँ। सुस्मिता नजिकै उभिएकी थिइन्। रितेशजीले बिदाईको नमस्ते गरेपछि सुस्मिताले पनि नमस्ते गरिन्, तर उनको नजर अझै पनि छोरीमा नै थियो। कारको ढोका लाग्यो। मैले पछाडि फर्केर हेरिन। घर फर्केको केही दिन पछिको कुरा हो। छोरीले अचानकै आफ्नो मम्मीको प्रसङ्ग निकालिन्। हामी बीचमा केही कुराकानी चल्यो अनि कुराकानी पछि छोरीले निन्द्राकै आवाजमा भनिन्, बाबा, ठुलो भएपछि म मम्मीलाई खोज्छु। मैले सिसा बाहिरको अँध्यारोमा चम्किरहेका ताराहरूलाई हेरेँ। छोरी, तिमीले मम्मीलाई अब खोज्नु पर्दैन। एक दिन उनी तिमीलाई खोज्दै
आफै आउनेछन्। सायद त्यो रातको समय हुनेछ, मध्यरातको समय, अनि भारी बर्सात भइरहेको हुन सक्छ। कसैले ढोका ढकढकाउला, आँखा मिच्दै तिमीले ढोका उघार्नेछौ। उनी भिजेकी हुनेछिन्, हातमा सानो कुटीरो हुन सक्छ। को हो तपाईँ भनेर तिमीले प्रश्न गर्दा उनीसँग जवाब हुने छैन। त्यस्तो मध्यरातको झरीले भिजेको बेलामा पनि जसको आँखामा स्पष्ट आँसु बगिरहेको देखिनेछ, हो उनी नै तिम्रो मम्मी हो। ढोकामा उभिएकी कोही मध्यरातको झरीको। यति भनेर छोरीलाई हेर्दा उनी निदाइसकेकी थिइन्। मैले सोचेँ कोही यहाँ सुन्दर भविष्य खोज्ने यात्रामा निक्लेका छन्, अनि कोही छन् जो वर्तमानलाई सुन्दर बनाउने कदम चालिरहेका छन्। तर म अझै पनि सम्झिरहन्छु त्यो मध्यरातको झरी। झरी